हेलो साथीहरू। उतापट्टि यो नारायणी नदी हो, उतापट्टि चाहिँ बोटिङ हुन्छ। त्यहाँ धेरै चाहिँ मान्छेहरूको भिडभाड हुन्छ, धुलो धुवाँहरू हुन्छ। म चाहिँ यतापट्टि यो वारी यता पारी भनौँ न, पारी साइडमा आएको छु। यहाँ यो नारायणीको किनारमा यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले विभिन्न खालको यहाँ पन्छीहरू पाइन्छ। यहाँ थियो अघि, कता गयो है, पन्छीहरू पाइन्छ। यहाँ हाम्रो नेपाली महिला दिदीबहिनी भनौँ न, दिदीबहिनीहरूले माछा मार्दै हुनुहुन्छ ट्याक्क लाएर। रमाइलो छ भ्यू, यहाँ आनन्द लाग्ने किसिमको छ। यो हो अक्सफोर्ड कलेज, यहाँदेखि अलिक टाढा देखिन्छ अक्सफोर्ड कलेज। यसमा म पहिला ओ गड, के फाल्यो, के गयो यार, के गयो त्यहाँ, के चप्लुङ्ग गयो त्यहाँ। माछा हो क्या हो, माछा गयो क्या हो, माछा हो कि ढुङ्गा हानेको तपाईँले? त्यहाँ मान्छेहरू हाम्रो दिदीबहिनीहरूले माछा मार्नुपर्छ। अन्त पुरै डुबेर आधी डुब्नुपर्छ। नारायणको माछा मिठो हुन्छ नि। यहाँ हाम्रो साथी पुरै गर्लफ्रेन्डसँग बोल्न मस्त हुनुहुन्छ। यो डेटिङ स्पट पनि हो। यहाँ धेरै कपालहरू आउनुभएको छ। उता मेरो पछाडि हुनुहुन्छ, के डिस्टर्ब पनि उहाँहरूलाई होइन। यता छ उहाँ चाहिँ तपाईँको तार छ, त्यहाँ चराहरू त्यहाँ छ। आज त चरै देखिन यहाँ, टक्क लगाएर। झिल